आज हामी तपाईँ आफ्नो घर वरपर खेत वन जंगल बारी यो जुन लाजबन्ती झारको विषयमा केही कुराकानी गर्दैछौँ। लाजबन्ती लाज मान्ने झार, यसलाई छुने बित्तिकै तपाईँ हेर्न सक्नुहुन्छ यसरी लजाउने छुइमुई पनि भन्ने गर्छ इन्डियातिर। यसको सबै काम आयुर्वेदमा वर्णन गरिए अनुसार यसको यो फूल, यसको यो फल, यसको यो पात, यसको जरा, यसको यो डन्ठली सबै आयुर्वेदमा वर्णन गरिए अनुसार सबैलाई हामी प्रयोगमा ल्याउन सक्छौँ। यो छुने बित्तिकै ओलाएर बन्द हुने यसलाई नै त्यसैले लाजबन्ती झार भन्ने गरिएको छ। अब गाउँघरमा तपाईँलाई थाहै छ, अब छुने बित्तिकै सबै लाजबन्ती यसलाई गाई गोरुको लागि घाँसमा पनि प्रयोग गर्ने गरिन्छ छुने बित्तिकै। तर यसमा आयुर्वेदमा जडीबुटी वा औषधिको रूपमा एकदमै प्रयोग गरेको पाइएको छ तपाईको यसलाई। आधुनिक अब अहिले औषधिको रूपमा यो झार कुनै ठाउँमा हामीले चाहिँ काटेको अवस्थामा हामीले यसलाई पिधेर लगायो भने एकदमै आराम गर्छ यो लाजबन्ती झारले। यसको बहुउपयोगी छ। यो झारको जरा 2 ग्राम लगभग चूर्ण बनाएर दिनमा 3 पटक मनतातो पानीसँग खानेलाई बवासिर र अन्य कारणबाट हुने आन्तरिक घाउहरू जुन भित्र हुन्छ हाम्रो शरीरभित्र त्यसको लागि एकदमै यो फाइदाजनक हुन्छ। भाँचिएको हड्डी, रस, मांसपेशीको आन्तरिक घाउको उपचारको लागि पनि लाजबन्तीको झार एकदमै उपयोगी छ। यसलाई हामी बहुउपयोगी झारको रूपमा लिन सक्छौँ। यहाँ मैले यसो घुम्दाखेरि जताततै यो लाजबन्ती झार म देखिरहेको छु। आयुर्वेदमा यसको धेरै नै उपयोग छ, प्रयोग छ। यसको फल हो यो फल हो यसको, यो फूल यहाँ हेर्न सक्नुहुन्छ। पात जरा सबै काम लाग्छ। यो फूल पात जरा सबै काम लाग्छ र एउटा चिजमा होइन धेरै चिजमा यसको वर्णन गरिए अनुसार आयुर्वेदमा यसको उपयोगी छन्। बवासिरमा मात्र होइन, मधुमेहमा धेरै चिजमा काम गर्छ यसले तपाईको। अब यो झारको पातलाई धुलो बनाएर मक्खनसँग मिलाएर खायो भने बवासिरको घाउमा एकदमै यसले हामीले 2 पटक 3 पटक लगाइदियो भने दिनमा एकदमै आराम गर्छ बवासिरको घाउमा। यसले मक्खनसँग मिलाउनु पर्यो। हाम्रो नाइटोको वरिपरि लगायो भने पनि धेरै पिसाब आउने जसको समस्या छ यसलाई पिधेर त्यसमा एकदमै लाभकारी